चतुर्दशी तिथिमा जागराम बस्ने भएको हुनाले 14वटा बाती, कतिवटा? 14वटा आरती बत्ती बाल्दिने। सदबीजमा त अब जम्मा 7वटा पनि कहीँ भन्नुहुन्छ, लगभग 14वटासम्म पुर्याइयो भने अझ राम्रो। चतुर्दशी तिथिमा छर्ने बिहान शिवालय क्षेत्रमा जागराम बस्नेहरूले अघिल्लो दिन गएर जागराम बस्ने, जसको दिवंगत हुनुभएको छ बुबा आमा, यही वर्षमा बुबा आमाको आशोचमा हुनुहुन्छ, जान सकिन्छ भने त जागराम बस्नु, नभए पनि बिहान गएर शिवक्षेत्र, नदी, पोखरी, तलाउहरूमा गएर सदबीज छरिदिनु पर्दछ। पितृको नाममा मात्रै होइन, परिवारको सुरक्षा, छोराछोरीलाई दुर्घटना नहोस्, दीर्घायु जीवन समृद्धिको लागि पनि हो सदबीज छर्ने। कतिले पितृहरूकै नाममा मात्रै छर्ने होला, हामी बुबा आमा हुनेले त हुँदैन होला नभन्नु, त्यो भनेको चाहिँ सत्यको बीज हो। सदबीज आफ्नो रक्षाको लागि, छोराछोरीको लागि, समृद्धिको लागि, आरोग्यताको लागि, पवित्रताको लागि सदबीज छरिन्छ शिवक्षेत्रमा। तर